तपाईहरुले फ्रीमा पाउनु भयो 100 डायमन्ड यसरी। यदि पाउनु भएको छैन भने कसरी पाउने भनेर म आज भन्छु तपाईहरुलाई। करिनाले 100 डायमन्ड फ्रीमा दिएको चमत्कार हो गया, ये कैसे हो गया, अनहोनी हो गया भने जस्तै भयो। धेरै जनाले चाहिँ कन्फ्युज भएर आफ्नो बर्थडे डेट के डेट राखिराख्नु भएको छ। त्यसरी आफ्नो बर्थडे डेट अरु डेट राख्नु भयो भने चाहिँ तपाईहरुले जुन डेट राख्नु भएको छ त्यो डेटमा मात्रै डायमन्ड पाउनुहुन्छ। त्यसमा चाहिँ तपाईहरुले जुन दिन हेरिराख्नु भएको छ त्यही दिनको डेट राख्नु भयो भने चाहिँ इमिडिएटली हजुरहरुले 100 डायमन्ड पाउनुहुन्छ। ह्यापी बर्थडे वाला यो क्याप पनि पाउनु छ, कस्तो फनी लागेर सबै हाँसेको थिए। प्राइम ब्याचको सेकेन्ड गिफ्ट पनि आज क्लेम गरे मैले। तपाईहरुले गर्नुभयो कि भएन? यो फ्री वाला 100 डायमन्ड को तपाईहरुले क्लेम गर्नु भएको छैन थाहा नभएर भने अब चाहिँ थाहा पाउनु भयो होला। अनि देरी किस बात की ज्याब जो क्लेम गरिहाल्नु होला। क्लेम गरिसक्नु भएको थियो भने चाहिँ कहिलेको डेट राख्नु भएको छ भन्न चाहिँ नबिर्सिनु होला है त गाइज। मलाई त अहिले पनि विश्वास भएको छैन कि गरिनाले फ्रीमा 100 डायमन्ड दिएको छ। तपाईहरुलाई विश्वास भएको छ?